हेलो एभ्रिवान, नमस्ते। स्वागत छ सबैजनालाई मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म तपाईँहरूलाई नेपालबाट होइन टिकटक मोनिटाइजवाला टिकटक चाहिँ कसरी बनाउन सकिन्छ भन्ने विषयमा भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त्यसमा चाहिँ तपाईँहरूको चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम भन्ने चाहिँ अप्सन चाहिँ तपाईँहरूलाई चाहिँ त्यहाँ सो हुन्छ होइन, दिएको हुन्छ। अहिले प्राय नेपालमा चाहिँ त्यो दिएको छैन, तर अब हामीले एउटा ट्रिक लाएर VPNहरू युज गरेर क्रिएट गऱ्यौँ भने चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ त्यो पाउन सकिन्छ र तपाईँहरूले चाहिँ त्यसमा चाहिँ 10,000 फलोवर्स र 1 लाख भ्युज आइसकेपछि चाहिँ त्यसबाट पैसा कमाउन सक्नुहुन्छ। भर्खरै मैले एउटा ट्राई गरेको थिएँ र तपाईँहरूलाई पनि अब त्यही तरिकाले चाहिँ म तपाईँहरूलाई पनि बनाएर देखाउँ भनेर चाहिँ मैले यो भिडियोमा यहाँ बनाउन थालेको छु। र भिडियो स्टार्ट गर्दा गर्दै तपाईँहरूलाई के भन्न चाहन्छु भने हिजो मात्र मैले एआईको भिडियो लगाएको थियो, त्यसमा चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु भएको छ, भ्युज पनि राम्रो आएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै सब्सक्राइब गर्दै सपोर्ट गर्दै गइदिनु होला भन्दै अब म तपाईँहरूलाई चाहिँ मेरो मोबाइलको स्क्रिन चाहिँ सेयर गर्न चाहन्छु होइन। मोबाइलको स्क्रिन देख्न सक्नुहुन्छ। साइडमा चाहिँ मैले मोबाइलको स्क्रिन चाहिँ सेयर गरिसकेँ होइन। त्यसको लागि चाहिँ तपाईँहरू सर्वप्रथम चाहिँ प्ले स्टोरमा जानु होला र प्ले स्टोरमा गइसकेपछि यहाँतिर एउटा VPN चाहिँ तपाईँहरूले इन्स्टल गर्नुपर्ने हुन्छ होइन। VPN भनेर सर्च गर्नु होला होइन। VPN भनेर सर्च गरिसकेपछि यहाँ सुपर अनलिमिटेड प्रोक्जी भन्ने एउटा VPN छ। यसको रिभ्यूहरू पनि हेर्न सक्नुहुन्छ, 1 मिलियन जति छ। यसलाई चाहिँ तपाईँहरूले इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि यहाँतिर तपाईँहरूले यो VPNलाई चाहिँ अन गर्नु होला होइन। यो VPNलाई अन गरिसकेपछि तपाईँहरूले चाहिँ एउटा कुनै पनि कन्ट्री जहाँ चाहिँ तपाईँको क्रिएटर रिवार्ड प्रोग्राम चाहिँ त्यहाँ चाहिँ दिएको छ होइन, चल्छ, त्यो कन्ट्रीको चाहिँ तपाईँहरूले VPN चाहिँ यहाँतिर लगाउनु पर्ने हुन्छ। म जस्तै यहाँतिर जान्छु, यहाँतिर म USA को बनाउँदैछु होइन, USA वाला। त्यसको लागि म यहाँ USA को सर्च गर्छु है, तपाईँहरूलाई पोख्नु होला। यहाँतिर जस्तै म लस एन्जलसमा जान्छु, त्यसपछि यहाँतिर एउटामा चाहिँ म कनेक्ट गर्छु होइन। कनेक्ट गर्नु भइसकेपछि अब तपाईँहरूले यहाँ VPN चाहिँ तपाईँको कनेक्ट भइसक्यो होइन। अब कनेक्ट भइसकेपछि तपाईँहरूले चाहिँ यहाँतिर चाहिँ के गर्नुपर्ने हुन्छ भने क्रोम ब्राउजर, तपाईँहरूसँग क्रोम ब्राउजर भइहाल्छ, त्यसमा ओपन गर्नु होला होइन। ओपन गरिसकेपछि यहाँतिर चाहिँ तपाईँहरूले सर्च गर्नु होला टिकटक भनेर होइन। टिकटक भनेर tiktok.com गर्नुभयो पनि हुन्छ, टिकटक मात्र गर्नुभयो पनि हुन्छ होइन। म चाहिँ टिकटक मात्र गर्छु। त्यसपछि यसलाई म सर्च गर्छु, अलरेडी आफै आएको छ tiktok.com भनेर। अब यति आइसकेपछि चाहिँ तपाईँहरूले चाहिँ यहाँतिर चाहिँ अब मेरो चाहिँ अलिकति यो मोबाइल स्लो भएको कारणले यो देखाइरहेछ होइन। नट नाउ गर्नु होला, ओपन टिकटक भनेर। अहिले चाहिँ तपाईँ एपमा नजानु होला। त्यसपछि यति गर्नु भइसकेपछि तपाईँहरूले चाहिँ यहाँतिर प्रोफाइलमा थिच्नु होला होइन। प्रोफाइलमा थिचिसक्नु भइसकेपछि यहाँ लगइन भन्ने अप्सन आउँछ। हाम्रो चाहिँ VPN चाहिँ फेरि तपाईँको कनेक्ट भइराखेको हुनुपर्छ। लगइन भनेर आउँछ, लगइनमा थिच्नु होला है। लगइनमा थिचिसक्नु भइसकेपछि डोन्ट ह्याभ एन एकाउन्ट भनेर भनेछ होइन। साइन अप भन्ने यहाँ अप्सन देख्न सक्नुहुन्छ छेउमा, यसलाई साइन अपमा थिच्नु होला है। साइन अपमा थिचेपछि युज फोन अर इमेल भनेको हुन्छ, त्यो फर्स्टमा थिच्नु होला। त्यसमा थिचेपछि कुनै पनि एउटा डेट अफ बर्थ राख्नु होला। म एउटा यहाँ राख्छु, जस्तै तपाईँहरूको यहाँतिर 2003 जुन जुलाई राख्दै होइन, जुलाई यति राखिदिन्छु। त्यसपछि यसलाई नेक्स्ट गर्नु होला होइन। नेक्स्ट गर्नु भइसकेपछि यहाँ फोनको सट्टा चाहिँ तपाईँले इमेलको चाहिँ अप्सन चुज गर्नु होला। अनि त्यसपछि यहाँतिर तपाईँहरूले एउटा इमेल दिनु होला। इमेल भन्नाले पनि जिमेल जुन छ तपाईँहरूसँग, म यहाँ जिमेल सर्च गर्छु, एउटा जिमेल चाहिँ म यहाँतिर दिनुपर्ने हुन्छ मैले चाहिँ यसमा होइन। त्यही कारणले चाहिँ अब यहाँतिर म जिमेलमा जान्छु। जिमेलमा गइसकेपछि मेरो जिमेल आइडी यहाँ खोज्दैछु होइन। जिमेल आइडी गइसकेपछि जिमेलको अप्सनमा थिच्नु होला। त्यसपछि यहाँतिर तपाईँहरूले चाहिँ जिमेल अकाउन्ट यहाँ फिल गर्नुपर्ने हुन्छ। जिमेल अकाउन्ट जुन चाहिँ यहाँ म गर्दैछु होइन, तपाईँहरू पनि गर्नु होला। @gmail.com भनेर त्यसपछि यसलाई नेक्स्ट थिच्नु होला होइन। नेक्स्ट थिचिसकेपछि अब तपाईँहरूको चाहिँ जिमेलमा चाहिँ एउटा चाहिँ तपाईँको अब उस आउँछ, कोड आउँछ। अब त्योभन्दा अगाडि चाहिँ तपाईँहरूले यहाँतिर पासपोर्ट चाहिँ बनाउनु होला। म पनि यहाँ पासपोर्ट लेख्दैछु, तपाईँहरू पनि लेख्नु होला होइन। अनि त्यसपछि यसलाई साइन अपमा थिच्नु होला होइन। साइन अपमा थिचेपछि यहाँतिर देख्न सक्नुहुन्छ योर कोड वाज सेन्ड टु, यति यो इमेलमा पठाएको छ होइन, यो जिमेलमा पठाएको छ, अब आउँछ भन्ने। अब आएपछि चाहिँ यसमा लगा भनेको हुन्छ नि त होइन, तपाईँहरूले यहाँ लगाउनु पर्ने हुन्छ। म यसलाई पनि मिलाइहाल्छु, यो फक्सलाई पनि। अब फेरि एकचोटि रिट्राई गरौँ। गमला रहेछ, यो गमलालाई चट्ट यस्तो मिलाइदिउँ होइन। अब यहाँतिर डन भयो। अब मेरो यहाँतिर अब तपाईँहरू सिधै आफ्नो
जिमेलमा जानु होला हैन। जिमेलमा गइसकेपछि यहाँतिर तपाईहरुलाई चाहिँ यहाँतिर जिमेल आएको हुन्छ हैन। स्क्रोल गर्नु होला, देख्न सक्नुहुन्छ मेरो जिमेलमा कोड आइसकेको छ। यो कोड चाहिँ मैले यहाँतिर पेस्ट गर्नुपर्ने हुन्छ। तपाईहरुले पनि यसरी गर्नु होला। भिडियो थोरै लामो भएको छ हैन, तर तपाईहरुले चाहिँ यसरी चाहिँ सजिलै छिटो भन्दा छिटो चाहिँ तपाईहरुले बनाउन सक्नुहुन्छ। यो सिकाउने प्रोसेसमा चाहिँ अलिकति भिडियो लामो भएको छ, त्यसको लागि म तपाईहरुसँग सरी भन्न चाहन्छु हैन। यहाँतिर अब मेरो चाहिँ अकाउन्ट चाहिँ क्रिएट भइसकेको छ, देख्न सक्नुहुन्छ। मैले चाहिँ युएसए को अकाउन्ट चाहिँ यहाँतिर क्रिएट गरेको छु। अब यहाँतिर साइन अपमा युजर नेम राख भनेछ, जस्तै म राखिदिन्छु यहाँ एउटा केही हैन। यसरी राखेपछि यहाँ एउटा लोअर लेटर समथिङ के चाहियो भनेको छ, यसलाई पनि म राखिदिन्छु हैन। यहाँतिर अब यो युजर नेम तपाईहरुले राख्नु भयो हुन्छ हैन, तपाईहरुको खुसी हुन्छ। यो चाहिँ के राख्नु हुने भनेर यो फर्स्टको लेटर चाहिँ तपाईहरुको उसै हुनुपर्ने हुन्छ, स्मलै हुनुपर्ने हुन्छ। यो भएको छैन। अब यहाँतिर यसले पनि सजेसन दिन्छ, दिनु त तपाईहरुले ट्राई गर्नु होला हैन। जतिसम्म मिल्दैन त्यतिसम्म तपाईहरुले ट्राई गर्नु होला हैन। यहाँ प्राय यो चाहिँ तपाईको सबैले चाहिँ अब चलाइसकेको हुन्छ नि त, भनेको युजर नेमहरु चाहिँ तपाईहरुको अब लिइसकेको कारणले यो चाहिँ तपाईहरुलाई पाउँदैन भनेको बित्तिकै हैन। तपाईहरुले यहाँ सजेसनमा पनि आउन सक्छ, यसलाई पनि तपाईहरुले ट्राई गर्नु होला हैन। म चाहिँ यहाँ धेरै ट्राई गर्दै छु यो हुन्छ कि हुँदैन भनेर है। अब म यहाँतिर धेरै तपाईहरुले यहाँ ट्राई गर्नुपर्ने हुन्छ नमिल्नेसम्म चाहिँ, किनभने तपाईहरुलाई चाहिँ क्रिएटर प्रोग्राम वाला उस चाहिँ चाहिएको हुन्छ नि त, के पो भन्छ टिकटक आइडी चाहिएको कारणले यहाँ मेरो सजेसनमा पनि दिएको छैन अहिले हैन। यहाँतिर युजर नेम मैले अघिदेखि युआर अलरेडी लगइन भनेछ। त्यसपछि यहाँ प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि यहाँतिर देख्न सक्नुहुन्छ तपाईको चाहिँ आइडी भइसकेको छ है त। यहाँ देख्न सक्नुहुन्छ है युजर नेम। मैले चाहिँ त्यो मोबाइल चाहिँ स्लो चल्ने कारणले गर्दा मैले चाहिँ अर्को तपाईहरुलाई मोबाइलको स्क्रिन शेयर गरिरहेको छु हैन। त्यसमा भिडियो बनाउनु चाहिँ धेरै लामो हुने भएकोले तपाईहरुले चाहिँ अब यो चाहिँ VPN चाहिँ तपाईहरुको कनेक्ट छ कि छैन हेर्नुपर्ने हुन्छ। अघिको मैले जुन आइडी चाहिँ क्रिएट गरेको थिएँ हैन, त्यो आइडी चाहिँ तपाईहरुको त्यसमा चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम आयो कि आएन भनेर तपाईहरुलाई देखाउन चाहन्छु हैन। त्यसको लागि चाहिँ म टिकटक खोल्छु हैन। टिकटकमा गइसकेपछि म प्रोफाइलमा जान्छु हैन। प्रोफाइलमा गइसकेपछि यहाँतिर पाउनु होला। यहाँ प्रोफाइलमा जाउँ, क्यान्सल प्रोफाइलमा जाउँ। प्रोफाइलमा गइसकेपछि अघिको अकाउन्ट म यहाँतिर ओपन गर्दैछु हैन। मैले VPN चाहिँ मेरो कनेक्ट छ। यहाँतिर अब युज लगइनको अप्सन छ, अलरेडी हेभ एन अकाउन्ट भनेर लगइनमा थिच्छु। त्यसपछि एड अघि यो चाहिँ मैले अघि बनाएको अकाउन्ट हो हैन। यहाँतिर अब एड अकाउन्टमा जान्छु। एड अकाउन्टमा गइसकेपछि लगइन, त्यसपछि एड एनदर अकाउन्टमा गइसकेपछि अब यहाँतिर इमेल एड्रेस अघि जुनबाट खोल्नु भएको छ तपाईहरुले मोबाइलमा हैन, त्यो इमेल एड्रेस चाहिँ यहाँतिर फिलअप लगाउनु पर्ने हुन्छ। म त्यो इमेल एड्रेस चाहिँ फटाफट लगाइहाल्छु हैन। त्यसपछि तपाईहरुको त्यसमा चाहिँ कोड आउँछ। यहाँतिर आजको भिडियो चाहिँ अलि लामो भइरहेछ, त्यसको लागि तपाईहरु सबैलाई म सरी भन्न चाहन्छु मेरो तर्फबाट। मेरो चाहिँ अब यो चाहिँ एकछिनको काम हो, तापनि तपाईहरुको अगाडि यो भिडियो बनाउँदा एकदम भिडियो चाहिँ लम्बिँदै गएको छ। अब म यहाँतिर अर्को मोबाइलमा मेरो कोड आएको छ, त्यसलाई म यहाँ लगाइहाल्छु सट्टै। अब यति गरेपछि लगइन भएको छ हैन। तपाईहरुले अघि फर्स्टको देख्न सक्नुहुन्छ युजर 7900 यो भनेको। यसमा चाहिँ तपाईहरुले सेटअप प्रोफाइलमा गएर युजर नेमहरु अहिले यहाँतिर चेन्ज पनि गर्न सक्नुहुन्छ हैन। अब मेन कुरा चाहिँ तपाईहरुको यहाँतिर चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम आयो कि आएन भनेर चेक गर्नुको लागि 3 डटमा जानु होला। त्यसपछि टिकटक स्टुडियोमा गइसकेपछि यहाँतिर मोनेटाइजेसनमा जानु होला। देख्न सक्नुहुन्छ फाइनली हाम्रो चाहिँ यहाँतिर क्रिएटर रिवार्ड प्रोग्राम भनेर आएको छ। यहाँतिर देखाएको छ कि तपाईहरुले यो चाहिँ मैले नेपालबाटै खोलेको हो हैन। यहाँतिर देख्न सक्नुहुन्छ टु जोइन यु मस्ट भनेको छ। बी एट लिस्ट 18 इयर्स ओल्ड, हेभ एट लिस्ट 10,000 फलोवर, हेभ एट लिस्ट 10 मिलियन भनेको 1 लाख भनौँ, 1 लाख भिडियो भ्युज इन लास्ट 30 डेज भनेछ। यति भइसकेपछि चाहिँ तपाईहरुले यसबाट पनि भिडियो हालेको भरमा चाहिँ पैसा कमाउन सक्नुहुन्छ। यसको बारेमा म अर्को पार्ट पनि बनाउने छु हैन। त्यसको लागि कमेन्टहरु गरिराख्नु भयो हुन्छ तपाईहरुले हैन। नोटिफाई मी व्हेन आई एम एलिजिबल भनेर यहाँतिर दिएको छ। यो तपाईहरुले त्यसमा थिचिराख्नु भयो पनि हुन्छ। ल फाइनली हामीले चाहिँ नेपालमै बसेर नेपालबाट VPN को युज गरेर चाहिँ हामीले टिकटक मोनेटाइज हुने खालको
अकाउन्ट चाहिँ हामीले क्रिएट गरेका छौँ होइन। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, मन परेमा एक लाइक कमेन्ट सेयर अनि त्यसपछि सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको लागि भिडियो यति नै। हस् त, ओके, बाई बाई, सी यू नेक्स्ट भिडियो।